सोध्दा नि भन्न म एउटा राम्रो कुरा भन्नु ला ओके म जान्छु प्लिज के भनेको छु अहिले चुनु गर्नु त म भन्छु चुनु गर छिटो बाइको गर्छु नि हेलो फ्यामिलीहरु सन्चै आर्मी हुनुहुन्छ र हामी पनि एकदमै सन्चै नै छौँ अनि त्यसपछि आज चाहिँ हामीले क्युएनए भिडियो लिएर आएको छु तपाईँहरूको लागि तपाईँहरूले एकदम डिमान्ड गरेको भिडियो चाहिँ क्युएनए हैन अनि मैले पनि तपाईँहरूलाई भनेको थिएँ कि म 7 गते म तपाईँहरूलाई क्युएनए भिडियो बनाएर हाल्छु भनेर ल त्यही नै हो नि म हाल्छु आज चाहिँ हाल्छु म भनेर अनि म चाहिँ आइसकेँ तपाईँहरूको सामु ल त्यही नै हो अब क्युएनए भिडियो बनाउँदाखेरि यहाँ केही हुनुपर्ने अगाडि खाने चिजहरू अब केही छैन भर्खरै उठ्ने साथै आएको किनकि मैले तपाईँहरूलाई वादा गरेको थिएँ नि त म हाल्छु भनेर अनि हिजो चाहिँ बनाउनै पाएन त्यही भएर आज बनाएर यो भिडियो एडिट गरेर आजै हाल्नु छ त्यही भएर ल अब ढिला नगरी स्टार्ट गरौँ होला तपाईँहरूको क्वेसनको एन्सर म दिनेवाला छु ल त्यही नै हो ल स्टार्ट गरौँ ल सुरुमा खतरा कमेन्टहरू ल हेरौँ त्यही नै हो ल है त के कस्तो हुन्छ अब तपाईँहरूलाई म देखाइ नै हाल्छु ल ल त्यही नै अनि तिहार कस्तो भयो तपाईँहरूको रमाइलो भयो भएन मेरो तर्फबाट नि तपाईँहरूलाई क्वेसन कमेन्ट गर्नु होला ल त्यही नै ल कमेन्ट पढ ल ल यो चाहिँ युट्युबमा सोध्नु भएको रहेछ होइन एउटा छेत्री भाइले के हु एपोलाइजेस फर्स्ट आफ्टर अ फाइट सधैँ उयो माफी माग्ने सधैँको हो म अनि कसले सरी भन्ने नि तिमीले हो पकाउने पनि उही नै हो रिस पनि उठाउने उहिले नै हो अनि सब उहिले नै हो अनि अर्को क्वेसन अनि हु सेड आई लभ यु फर्स्ट ओबे ओए 1 4 3 भनेर कसले भनेको मैले भनेको यो त सरासर झुटै एल्ले हो ओए भाइ हल्ला गर्छस् कसले हो तैले हैन कहाँ मैले ओए उता ओए तैले हो भाइ नबोल्न बेबी तैले हैन 1 भनेको के हो भनेको मैले यसले के भनेको थियो भने 1 4 3 भनेको के हो भनेको अनि मैले आई लभ यु भनेको है अनि यसले त आई लभ यु टु भनेर अनि ल परे रे अनि त्यस्तो नि हुन्छ कसले भनेको त त्यो तैले भनेको मैले त क्वेसन पो सोधेको तँलाई 1 4 3 भनेको के भनेर सोधेको थिएँ नि तैले आई लभ यु टु भनेको हैन तैले अनि आई लभ यु टु मैले भनेको रहेछ त आई लभ यु त तैले भने अनि 1 4 3 भनेको के हो भनेर सोधेपछि त एन्सर त भन्नै पर्यो अनि यसले आई लभ यु टु भनेको के यस्तो नि हुन्छ अनि कसले भनेको आई लभ फर्स्ट ल मैले हजुर दुईजनाको एज कति भयो ल तपाईहरुको मेन डिमान्ड तपाईहरुको एकदम धेरैको कमेन्ट आएको थियो कि तपाईहरुको एज कति हो तपाईहरुको एज चाहिँ कति हो भनेर आएको थियो हैन सबैजनाले सोध्नु भएको थियो लाइभ बस्दा पनि सोध्नु भएको थियो तपाईहरुको एज कति हो भनेर ल अनि आज म चाहिँ भनिदिन्छु कि एज कति हो भनेर यो चाहिँ 17 वर्ष पुगेर अब 18 मा हिँड्नेवालामा छ 21 वर्ष पुगे म ठ्याक्कै हैन 21 वर्ष अब आउने असारमा चाहिँ म 22 वर्ष पुग्नेवालामा छु ल कतिको फरक रहेछ त हामी यो 17 म 21 अनि फरक कति रहेछ ल त्यही नै हो तपाईहरुले हाम्रो एज कति हो भनेर नि तपाईहरुले सुन्नु भइसकेको छ ल त्यही नै अब अर्को क्वेशन सोधौँ अर्को क्वेशन अब हेरौँ के रहेछ कुन कलेज हो दिदी रे सुनगावा ल यसको कलेज यो पढ्ने कलेज चाहिँ डेजी सुनगावा ल त्यही नै यही पर्सा तपाई दुईजनाको हाइट रे म त कति छु यसको हाइट चाहिँ थाहा भएन यसले आफै भन्छ मेरो हाइट चाहिँ 6.1 म 5 त्यस्तै होला यो 5 6 त्यस्तै हो म 6.1 किन भने भन्दाखेरि अस्ति नै थुप्रै भइसक्यो मैले 4-5 महिना बढी भइसक्यो मैले हाइट नापेको 6 थिएँ अब त 1 त बढ्यो होला नि भनेर 1 थप्दा तपाईहरुलाई तर मेरो हाइट चाहिँ 6 थियो है त्यति बेला अहिले चाहिँ कति भयो थाहा भएन अब अर्को हजुरको पनि छोरा छ रे छैन हाम्रो चाहिँ छोरा छैन तपाईहरुले भिडियोमा हेर्न सक्नुहुन्छ त्यो चाहिँ हाम्रो दाइको छोरा हो दुईटा हाम्रो छोराहरु चाहिँ हामीले भनौँ न बेबीहरु यताउति केही छैन हाम्रो चाहिँ हामीले बस दुईजना मात्र अनि दाइको छोरा हो त्यो दुईटा चाहिँ ल अब अर्को क्वेसन घरमा तपाई दुईजना मात्र हो दाइ रे हामीहरु चाहिँ घरमा दुईजना मात्र हैन हामीहरु चाहिँ भिडियोमा नि हेर्न सक्नुहुन्छ मैले हरेक भिडियोमा चाहिँ देखाएको छैन तर हाम्रो घरमा चाहिँ हामीहरु टोटली 5 जना छौं
हामी दुईजना भइहाल्यो अनि त्यहाँपछि आमा हुनुहुन्छ अनि त्यहाँपछि दुईजना दाइको छोरा त्यही दुईवटा बच्चा त्यही हो ल 5 जना छौँ हामीहरू चाहिँ घरमा When no one was watching, तिमीहरूले सबभन्दा रोमान्टिक के गरेको थियो रे कसैले नहेर्दा फेरि हामीले एउटा रोमान्टिक के गरेको थियो के तैँले भन्दै ल के गर्नु कि भन किस किस अब अर्को इफ एकचोटि नाइटमा कुनै रुल्स नै छैन भने व्हाट would you both do first day? I don't know. तै भन् त्यसको एन्सर मलाई थाहा छैन त्यो म त पैसा चोर्न जान्थ्यो क्या कति इयर्सको रिलेसनसिप हो हजुरहरूको रिलेसनमा बसेको हाम्रो 3 वर्ष पुग्न लागिसक्यो अब 3 वर्षमा लाग्दैछ अनि हाम्रो बिहे गरेको चाहिँ 1 वर्ष भयो दाइ तपाईहरु बर्मनगर स्कुलमा पढ्नु भएको हो र यस यस हामीहरू बर्मनगरबाटै पढ्या हो म 1 कक्षादेखिबाट पढेको हो बर्मनगरमा 1 कक्षादेखिबाट म चाहिँ बर्मनगर चाहिँ खासमा चाहिँ 8 बाट आएको नत्र म पहिला चाहिँ ओसियनमा पढ्थेँ नर्सरीदेखि 7 क्लाससम्म चाहिँ ओसियन अनि यता चाहिँ म 8 क्लासबाट आएको हो अनि 8 कि 9 बाट हामी लभ परेको म 9 क्लासमा हुँदा म 10 क्लासमा हुँदा यो 9 क्लासमा थियो फेल भएर के गाइज फेल भएर समझ रह्यो अब अर्को क्वेसन यस्तो गर्न गान्छ यताबाट चाहिँ धान झार्ने थेसर आइरहेछ कि एकैछिन चाहिँ साउन्डहरू धेरै हुनसक्छ त्यही भएर एकैछिन चाहिँ म स्टप गर्न चाहन्छु यसलाई कट हुन्छ कट तपाईँ के काम गर्नुहुन्छ अरे ल यो क्वेसन पनि एकदम धेरै राम्रै हो है तपाईँहरूले क्वेसन गर्नुभएको छ अनि तपाईँहरूले भिडियो हेर्नु भएको छैन भने चाहिँ मैले टिकटकमा नै हालेको थिएँ है मैले चाहिँ नाम चाहिँ पढिनँ है म त नाम कतिचोटि मैले हालिसकेँ है अनि त्यसपछि म चाहिँ केमा काम गर्छु भन्दाखेरि चाहिँ मेरो जब चाहिँ तपाईँहरूलाई थाहा नै छ म चाहिँ ट्र्याक्टरमा बेल जान जान्छु तपाईँहरूलाई थाहा छैन भने टिकटकमा नै जानु होला र हेर्नु होला त्यही हो मेरो काम कस्तो थाहा भएन हजुरहरूले ल त्यही अब नेक्स्ट क्वेसन छ यताबाट पुरै घाम आयो कि अनि कस्तो औडा अब सिजलिङ नानाबाट भ्लगको बारेमा सोध्नु न एनिवे जे होस् राम्रो छ अरे सिजलिङ रोहिनी भनेको अब एउटा ठुलो युट्युबर हो होइन अब हामी जस्तो अब सानोतिनो युट्युबरले अब सोध्यो भने नि होइन रिप्लाई आउँदैन नै भनेर हामीले नसोधेको होइन अहिले ठुल्ठुलो युट्युबरहरूलाई सोध्न पनि त है अलिकति रिप्लाई दिनु हुँदैन नि त अब उनीहरू अब के काममा बिजी नै हुन्छ उनीहरूको भ्लगिङ हुन्छ अब हामी जस्तो बेरोजगार परेन ल त्यही नै त्यो आफू पनि ठाउँमा छ है त्यही नै ल अब नेक्स्ट क्वेसन के नेक्स्ट तँ नि पढ्न न नेक्स्ट क्वेसन ल मै पढ्छु तँलाई आउँदैन पढ्न नेक्स्ट क्वेसन हजुरहरू मम्मी बाबासँग बस्नुहुन्छ कि एक्लै रे हामी 5 जना छौँ हामीहरू चाहिँ सँगै बस्छौँ मम्मी बाबाहरू सँगै बस्छौँ हामीहरू चाहिँ छुटेको छैन अहिलेसम्म अब देखादेखा के हुन्छ भोलि पर्सि तर अहिले चाहिँ हामीहरू सबैजना सँगै छौँ हामी सँगै छौँ ल अब नेक्स्ट क्वेसन नेक्स्ट हजुरहरूको घर चाहिँ कहाँ हो नि रे चितवन हाम्रो घर चाहिँ तपाईँहरूलाई थाहा छैन होला धेरैजनाले सोध्नु भएको छ यो क्वेसन पनि हाम्रो घर चाहिँ चितवन हो चितवन राप्ती नगरपालिका वडा नम्बर 9 क्याम्पा 1 ग्रुप झाँक्री टोल अनि यो पनि झाँक्री हो ल अब नेक्स्ट क्वेसन के रहेछ त सुनौँ तपाईँ कसरी भिडियो एडिट गर्नुहुन्छ प्लिज सेयर मी म चाहिँ होइन त्यो एउटा इन्सर्ट एप भन्ने हुन्छ तपाईँहरूले पनि गएर सर्च हान्नु होला प्ले स्टोरमा पाउनु सजिलैसँग पाउनु सक्नुहुन्छ इन्सर्ट एपबाट चाहिँ म चाहिँ भिडियो एडिटिङ गर्छु जे होस् अब कोहीले कुन एप युज गर्नुहुन्छ होला तर म चाहिँ इन्सर्ट एप युज गर्छु त्यहीबाट थम्बनेल बनाउँछु र त्यसबाटै भिडियो एडिट गर्छु त्यही नै अब भिडियो एडिट गरेको त अब कसरी देखाउने र त्यसबाटै गर्छु म चाहिँ ल मामा कहिले आउँछ हौ वाइटीको फर्स्ट इन्कम रे फर्स्ट इन्कम त अब 1-2 वर्षपछि आउला फर्स्ट इन्कम चाहिँ अब खोइ कहिले आउँछ थाहा भएन तर जे होस् मोनिटाइज भएछ मोनिटाइज भएर पैसाहरू त्यहाँ
ब्याङ्कमा राखे जसरी नै त्यहाँ बिस्तारै बिस्तारै इन्कम हुँदैछ भनौँ न। त्यही नै अब बिस्तारै होला नि केही न केही। सरको आवाज आहा नि होइन, ड्याङ ड्याङ ढुङढुङ गरेको यहीँ थियो क्या, यो रोकेर बसिरहेको थियो यो अङ्कल। अब जाँदैछ अहिले, फेरि म भन्छु तपाईँहरूलाई है त। ल त्यही नि, अब त्यो ट्र्याक्टर चाहिँ गइसकेको छ, उ त्यहाँ पछाडि पुगिसक्यो। है सर धान झार्न आउनु भएको रहेछ यतितिर। अनि ल त्यही नि, अब नेक्स्ट क्वेसन। ल ल नेक्स्ट क्वेसन सोध्नु। अब अलिकति हुन्छ नि। ल किन हो हजुरको वाइफ भिडियो गराउँदाखेरि त्यति एक्टिभ नहुने, कहिले पनि रिसाउने मात्र अरे? यो चाहिँ म भन्छु है, मैले भिडियो बनाउँ भन्दाखेरि चाहिँ यो कहिले मान्दैन कि, कसम भनेको कहिले मान्दैन। अनि त्यो रिसाउँछु नि म, रिसाउँछु नि म, किन थाहा छ? खालि त्यो अब मान्छे होइन सुतिरहेको छ नि, खालि हो कि कहिले कोट्टाउन आउँछ होइन, जिस्काको जिस्कै गर्छ होइन। अनि पिटेको पिटे हो कि जहिले पनि। मेरो दसैँ र तिहारमा त यस्तो हात खुट्टा यत्रो सुन्नाइदिएको गफ फेरि गफ कस्तो बाहाना पारेको नि। आम्मा आफैले ढुट्टो पिटेर आयो, मार्न खोज्छ मलाई, अझै मैले पिटेर यसको हात खुट्टा सुन्नाइदियो। लाज शरम भन्ने छैन। तर यसले चाहिँ मलाई लाज हेर्न यस्तो ल्याङ गर्छ नि मेरो दिमाग। यसै त यो आफै रिसाउटी छ। सुरु कुरा त यति सानो कुरा भन्नुहुन्न, यति ठुलो बनाएर रिसाउँछ। रिसाएपछि आँखा देख्दैन। यत्रो 10-15 घन्टासम्म फकाउँदा नि यो फकिन्न है। यसको रिस त्यस्तो छ। यो यति रिसाउँछ कि अहिले एकछिनमा रिसाउँछ। अफ गरौँ त भिडियो फेरि। त्यही नि, अब यो के रिसायो तर एक्टिभ चाहिँ यो किन हुँदैन भन्दाखेरि यो खासै यसलाई भ्लगिङमा इन्ट्रेस्टै छैन कि सुरु भन्दाखेरि, त्यही भएर एक्टिभ हुन खोज्दैन कि। अनि मैले चाहिँ यसलाई जसो तसो गरेर म्यानेज गरेर एक्टिभ हुन लगाउँछु यसलाई चाहिँ। भ्लगमा आइज मेरो यताउति भन्छ, तर जे होस् होइन, जे होस् साथै देख भनौँ। ल अब नेक्स्ट क्वेसन। तपाईँहरूले बिहे गर्दा गाउँघरतिर सबले कस्तो ट्रिट गरेको थियो नि? म भन्छु, मलाई चाहिँ यति कसम यति मन दुख्थ्यो नि होइन। पहिला सुरुमा बिहे गर्दाखेरि कि अब यता त तामाङै मात्रै छ। अब म परे सानो जात, यिनीहरू परे ठुलो जात। अनि अब मुख बिगार्छस्। अनि तर कसम भन्दाखेरि नि यो ठुलो जातले कहिले बुझ्दैन कि सानो जात हुनुको पीडा कहिले बुझ्दैन कि। हामी जस्तोले मात्र बुझ्ने हो कि जुन चाहिँ सानो जात बच्चादेखि अहिलेसम्म सहेर आउनु परेको छ कि। हामी त होइन अब सानोमा हुँदाखेरि नि अब यस्तो हुन्छ नि त। अब मेरो माइततिर नि सब बाहुन मात्रै छ नि त। अनि यता घरतिर पनि फेरि सब तामाङ मात्रै छ। अनि पहिला चाहिँ हामी है, मेरो साथीहरू चाहिँ कोही थिएन कि त्यस्तो होइन, सानो जातको कोही पनि थिएन, सब बाहुन मात्रै थियो। अनि त्यहाँपछि उनीहरूसँग होइन सँगै स्कुल जान पर्थ्यो, सँगै जता नि सँगै जान पर्थ्यो। तर एउटा सबजना भित्र पस्थ्यो होइन, म मात्रै बाहिर हुन्थेँ कि जहिले, म मात्र बाहिर बस्थेँ कि। अनि उनीहरूले नसोच्ने कि यसलाई त कस्तो एक्लै हुन्छ होला यस्तो नसोच्ने कि। साथीहरू पनि त्यस्तै थियो। अनि है उनीहरू चाहिँ भित्र बसेर गफ गर्दै बस्थ्यो, 1-2 घन्टै बस्दिन्थ्यो। म चाहिँ है अब स्कुल जाँदाखेरि न अब मोबाइलहरू लाउनु पाउँथ्यो, न केही गर्न पाउँथ्यो, एक्लै बसिरहनु पर्थ्यो कि बाहिर। यति चित्त दुख्थ्यो नि मेरो सानैदेखि। तर अहिले त बानी परिसक्यो होइन, त्यस्तो अहिले त सनी त बानी परिसक्यो। अनि अहिले पनि त्यस्तै हो यतातिर। कोही चाहिँ त्यस्तै राम्रै हुनुहुन्छ, कोही चाहिँ त्यस्तै हो। अब किन यस्तो सानो जात बिहे गरिस्, घर पठाइदे, यस्तो भन्छ होला अझै पनि। तर मलाई चाहिँ थाहा छैन है। तर हुन्छ हुनलाई त पहिला नि भन्थ्यो मान्छेहरूले, यस्तो चाहिँ सानो जात तामाङ भएर यस्तो सानो जात ल्याइस्, उस्तो सानो जात ल्याइस् भन्ने हुन्छ। तर सनी चाहिँ बानी परिसक्यो। तपाईँहरूले चाहिँ के सोच्नु भएन भन्दाखेरि चाहिँ अब तपाईँहरू कोही अब मिडल क्लास फ्यामिली हुनुहुन्छ भने चाहिँ तपाईँहरूले म आफैले होइन म गरिब छु भन्दा कहिले सोच्नु भएन। अनि तपाईँहरू कोही त्यो सोच्नुहुन्छ होला अब यो ठुलो जात सायद म चाहिँ सानो जात भयो, त्यो अब सबभन्दा सुरुमा सोच्ने आफूले हो नि त।
म सानो जातु भनेर सोचेपछि अनि अरूले मान्छेहरूले त सानो जातु भन्दैन। सुरुमा मेन कुरा सोच्नुपर्छ आफूले, म चाहिँ सानो जात होइन, आफैलाई सोच्नुपर्छ के। अनि यो देशमा एउटा केटा मान्छे एउटा केटी मान्छे बाहेक अरू छैन भनेर आफैले सोच्नुपर्ने हुन्छ। अब सुरुमा आफैले अनि म सानो जात हो भनेपछि मान्छेले भन्दैन, हो त्यही हो ल। तर मलाई चाहिँ यो जातपातको बारेमा म्याटर मलाई बाल लाग्दैन। त्यस्तै हो, तर ठुलो जातले कहिले बुझ्न सक्दैन। त्यो चाहिँ म भन्छु कि तर यो ठुलो जातले कहिले बुझ्न सक्दैन। हामी सानो जात हुनेलाई मात्रै थाहा हुन्छ कि त्यो पीडा कस्तो हुन्छ, त्यो पीडा कस्तो हुन्छ कि आम्मामा सबलाई थाहा हुँदैन नि त त्यस्तो कुराहरू। त्यस्तै हो, अब ठुलो जातले त भन्ने नै त्यस्तै हो नि, कोही कोहीको दिमागमा त्यस्तो आउँछ, तर सहनु पर्ने त हामीले हो नि त, यिनीहरूले होइन नि त। हो त्यस्तै हो। कस्तो यिनीहरूले? दाइ तपाईँको घर आफ्नै हो अरे? मेरो घर चाहिँ अहिले हामी बसेको जुन घर छ त्यो चाहिँ हाम्रो एकदम आफ्नै हो, हामीले किनिसक्यौँ। अनि मैले तपाईँहरूलाई मेरो लाइफ स्टोरीमा देखाएको थिएँ नि, हाम्रो घर त्यसमा बस्छौँ हामी भनेर, पहिला त्यसमा बस्थ्यौँ भनेर देखाएको थिएँ। त्यो चाहिँ हाम्रो बालमा बसेको थियौँ हामीहरू होइन, ठेक्कामा भनौँ न, वर्षमा 25,000 ठेक्कामा बसेको थियौँ। अनि अहिले बस्दा अनि हामीले अहिले बस्ने घरहरू जग्गाहरू 5 गट्टा टोटली, अनि हामीले त्यो चाहिँ किने हो, त्यो आफ्नै हो ल, त्यही हो। नेक्स्ट क्वेसन छ। हजुरको बाबा के भएर बित्नु भएको एन्ड हजुरको दाजुभाइ कतिजना हुन्छ? मेरो बाबु चाहिँ के भएर बित्नु भएको भन्दाखेरि अब काल आएपछि मान्छेहरू मरि नै हाल्छ होइन। अब म पनि अहिले यहाँ तपाईँहरूको सामु भिडियो बनाउँदैछु, के थाहा म अहिले एकछिनमा मर्न पनि सक्छु रे, त्यो त कसलाई थाहा होइन नि त। हो त्यस्तै हो, यो के भएर मरेको भन्दाखेरि चाहिँ अब काल आएर मरेको, अब के भन्न सक्छु त नि मैले अरू। अब के भन्छ अरे त्यो मैले बुझेँ तपाईँहरूले एक्सिडेन्टहरू यताउति भएर मरेको भन्न सक्नुहुन्छ होला, तर होइन, बुढो हुनु भइसकेको थियो। अनि भनौँ न एउटा न्यु त हो, मान्छे मर्दाखेरि एउटा केही न केही न्यु हुन्छ। हो त्यस्तै न्युमा चाहिँ एउटा के थियो भन्दाखेरि एउटा टिबी भन्ने रोग थियो हाम्रो बाउलाई, सन्चो भइसकेको थियो। अनि लुकी रक्सी खानु हुँदो रहेछ, त्यही बिरामी त्यस्तो हुँदा नि, अनि त्यही भएर अब भनौँ न्यु त हो नि एउटा, हो त्यही ल, त्यही हो। अनि मेरो दाजुभाइहरू कतिजना हुनुहुन्छ भनेर सोध्नु भएको। मेरो दाजुभाइहरू चाहिँ मेरो चाहिँ 4 भाइ दाजुभाइ हो, तर मेरो आमाको 2टा बुढा हो। अहिले मेरो बाउपट्टिको चाहिँ हामी 4 दाजुभाइ हो। अनि मेरो अर्को मेरो मम्मीको अर्को बाउको चाहिँ अर्को बुढाको चाहिँ 3 जना दाजुभाइ, ए 4 जना, 4 जना, उताको 4 जना यताको 4 जना, हामी टोटली 8 जना दाजुभाइ हो। हजुरहरूले बिहे गरेको कति भयो? हामीले बिहे गरेको चाहिँ मैले तपाईँहरूलाई अघि नै भनिसकेँ होला, हामीले बिहे गरेको चाहिँ 1 इयर्स कम्प्लिट अस्ति भर भएको हो। अब बिस्तारै फेरि 2 इयर्स पुग्छ, त्यही हो। नेक्स्ट दिदीको कास्ट के हो? अनि हजुरहरूको दाइ भाउजू किन घर आउनुहुन्न अनि छोराहरू किन नहेरेको? ल एकदम खतरा क्वेसन, सबभन्दा एकदम डिमान्ड हजुरहरूले सबैले जसले पनि सोध्नुहुने, यसको कास्ट चाहिँ के हो त, तपाईँको बुढीको कास्ट के हो, भाउजूको कास्ट के हो, दिदीको कास्ट के हो भनेर सोध्नुहुन्छ सबैले होइन। यसको कास्ट चाहिँ के हो भन्दाखेरि परियार हो यो चाहिँ है, मेरो बुढी चाहिँ। अनि मेरो बुढी चाहिँ परियार हो। अनि यसले चाहिँ आफैलाई म सानो जात हो यताउति भनेर यसले कति भन्छ यसले होइन, तर मेन कुरा भनेको अनि यो चाहिँ यसले चाहिँ होइन आफैलाई म एकदम सानो जात भनेर सोध्छ, तर यो अहिले बुझ्ने भएको छैन। तपाईँहरूले पनि होइन आफैलाई म सानो जात हो भनेर चाहिँ कहिले नसोच्नु होला। मैले यसलाई सानो जात भनेर हेला गर्ने भए मैले यसलाई लभ परेर होइन, यसको कास्ट मलाई थाहा थियो अलरेडी नै, नभए यसलाई मैले पहिल्यै छोडिदिन सक्थेँ होला। त सानो जात हो, त जा उता, म तँलाई चाहिँदैन होइन, म त बिना नि बाँच्न सक्छु, तँलाई म चाहिँदैन, त सानो जात रहेछ, त मलाई चाहिँदैन यताउति भन्थेँ होला। तर यसलाई मैले त्यस्तो कहिले नि सोचिनँ कि, रिस उठेको बेलामा कहिलेकाहीँ मैले यसलाई भन्छु होला कास्टको बारेमा, तर त्यो यस्तो उस्तो भन्छु होला होइन, त्यो मैले आफ्नो अर्कै ठाउँमा छ। तर यसलाई मैले मनदेखि चाहिँ यति माया गरेर होइन, यसलाई मैले त्यो जातको बारेमा यताउति त्यस्तो चाहिँ भन्दिनँ, मनबाटै चाहिँ मैले त्यस्तो कहिले सोचेको पनि छैन है। म त्यो कास्टको बारेमा मलाई मतलब छैन। म जसको घर, मेरो साथीहरू कतिजना छ कि
मैले जसकै घरमा पनि मैले बोलाएपछि होइन बोलाएर ल आइज खाम साथीहरू यताउति भनेर म सबको घरमा गएर भात खाइदिन्छु ल। त्यस्तो हो फेरि। हुन त अहिलेको जेनेरेसनमा नि कतिजना कास्टलाई हेला गर्ने यताउति हुन्छ, तर म चाहिँ त्यस्तो छैन ल। त्यो चाहिँ मैले सिधै भनिदिएँ, म चाहिँ त्यस्तो छैन। किनकि तपाईँहरूले थाहा छैन भने हिजो भर्खरै टिका थियो 6 गते, आज 7 गते हो। हिजो मैले टिका लगाएको बहिनीको कास्ट पनि नेपाली हो के, यानि कि सार्की हो। त्यो मैले बहिनी बनाएको। अनि तपाईँहरूले सोध्नु मनमा भावना लिनुहुन्छ होला कि यो दाइले त हेला गर्छ होला भन्नुहुन्छ होला, तर हेला गर्ने भए मैले त्यो बहिनीलाई पनि बहिनी बनाउँथेँ होला त। त सानो जात यताउति भन्थ्यो होला नि त, मैले त्यस्तो गर्थिनँ होला। त्यही नि, अब यसको कास्टको बारेमा धेरै कुरा नगरौँ। कास्ट भनेको बस एउटा केटा मान्छे र एउटा केटी मान्छे हो। त्यो बुझ्नेले बुझ्छ, नबुझ्नेले बुझ्दैन कहिले पनि। र यो पहिलेदेखि बुढापाकाहरूको जमानादेखिबाट आएको कुराहरू हो। यो अहिलेको जेनेरेसनमा चाहिँ खासै केटाकेटीहरूले यो कास्ट सास्ट धनी गरिब यो फेस म्याटर गर्दैन। बस एकअर्काको मन मिल्यो भयो सबै सक्यो कि। मन चाहिँ मिल्नु पऱ्यो, अरू केही होइन ल। त्यही हो। अब नेक्स्ट क्वेसन सोध्नु। यसलाई चाहिँ रिस उठ्यो त कास्टको बारेमा कुरा गर्दैछ, तर भनौँ न चित्त दुख्छ नि त। तर पनि के चित्त दुख्ने कुरा मैले भनेको छु र ल होइन, के भनेको छु। अहिले चुनु भयो नि त, म भन्छु ल। चुनु भयो छिटो ल। त्यही नै, अब चाहिँ अर्को क्वेसन सोधौँ है। क्युएनएको लागि है त मेरो क्वेसन सोध्न त नहुने हो, तर पनि बेबी प्लान भएको छ कि भएको छैन भनेर सोध्नु भएको छ होइन। ल त्यही नै हो, बेबी प्लान चाहिँ हामीहरूले अहिलेसम्म चाहिँ हामीले गरेको छैनौँ। किनकि आफैले त यहाँ यस्तो गाह्रो भइरहेको छ, हामी दुईजना होइन, यत्रो फ्यामिली पाल्नु परिरहेको छ, मलाई यस्तो गाह्रो भइरहेको छ। अनि क्वेसन चाहिँ राम्रै हो जे हो छैन। जुन दिन हामी आफ्नो खुट्टामा उभिन्छौँ, जुन दिन हामीले यति धेरै पैसा कमाउँछौँ कि बल्ल चाहिँ त्यो दिन चाहिँ, अनि बल्ल त्यति बेला चाहिँ बेबी प्लानिङ गर्ने सोच्छौँ। अहिले हामीले यति दुःख पाएको छौँ कि यति दुःख पाएको छौँ। अहिले बेबी प्लानिङ गरेर अहिले हामीले बच्चा जन्माएर त, अनि हामीले त दुःख पाइरहेछौँ, अनि बच्चाहरूलाई पनि दुःख दिने, त्यो त भएन नि त। हामीले यस्तो दुःख पाएको छौँ, बच्चाहरूलाई चाहिँ हामीले पाएको जस्तो दुःख चाहिँ दिन चाहन्नौँ कि। त्यही भएर हामीहरू जुन दिन हामीले बच्चाहरूलाई जे भने त्यही किनिदिन सक्दैनौँ, जे भने त्यही लाउन खान जे भने त्यही पुर्याउन सक्दैनौँ, तबसम्म हामी बच्चा पाउने छैनौँ। त्यही हो ल। क्वेसनको लागि एकदम धेरै धन्यवाद। अब नेक्स्ट क्वेसन सोधौँ ल। अब नेक्स्ट क्वेसन पढौँ भनौँ न। आइफोन कहाँबाट आयो, कसले किनिदियो कि आफै किनेको, लस्ट अफ लभ है त। कहाँबाट आयो, कसले किनिदियो कि होइन, कि आफैले किने भन्नुभएको रहेछ। आइफोन चाहिँ मैले तपाईँहरूलाई भनिसकेँ जस्तो लाग्थ्यो अस्ति पनि। मैले आइफोन यो मैले जुन फोनबाट भिडियो बनाइरहेको छु नि, त्यो आइफोन 7 प्लस हो। मैले यो नयाँ किने होइन, सेकेन्ड ह्यान्ड किने हो। अनि यो चाहिँ मैले कति हजारमा किने भन्दा 30,000मा किने। यो चाहिँ मैले आफैले काम गरेर, आफैले मेहनत गरेर, आफ्नै पैसाले किने हो। कसैले 1 रुपियाँ दिएको छैन। सब यो मैले 2 महिना यो ट्र्याक्टरमा काम गरेर, भलबाडी आउने बेलामा ढुङ्गा ट्र्याक्टरमा लोड गरेर कमाएको पैसाले किनेको यो मैले आइफोन चाहिँ। आफ्नो मेहनत, आफ्नो पसिनाको कमाइ हो, त्यही हो, कसैले किनिदिएको होइन। त्यही नै ल। त्यही नै हो, आजको लागि यति नै हो। क्वेसनहरू धेरै थिएन, हामीले बल्ल बल्ल जुटाएर यति धेरै बनायौँ। तपाईँहरूले एकदम धेरै अनि साँच्ची एउटा क्वेसन छ। एउटा क्वेसन बहिनीले के भन्नुभएको थियो, अस्ति मैले भनेको थिएँ नि त्यो महिनाको कमाइ, असोज महिनाको कमाइ चाहिँ कति रहेछ भन्थ्यो नि, सोध्नु भएको थियो तपाईँहरूले। असोज महिनाको कमाइ चाहिँ मेरो सबभन्दा थोरै, यानि कि यति थोरै कि के भन्नु। असोज महिनाको मैले काम गरेको पैसा भनेको जम्मा 7,000 ल। के भन्ने तपाईँहरूलाई, अब 7,000 जम्मा महिनामा मैले 7,000 कमाएको, त्यही असोज महिनामा हो। अहिले कार्तिक भयो, योभन्दा अगाडिको महिना असोज महिना 7,000 कमाएको मैले। के गफार्नु तपाईँहरूलाई, 7,000 जम्मा 7,000 कमाएर अब घर यत्रो चलाउनु पऱ्यो। अनि दसैँ तिहार मनाउनु परेछ। के भन्नु, त्यो 7,000ले के भयो होला त ल, सोध्नु त आफै। कति दिन गरेको छु अझै मैले। ल यस्तो कुरा नगरौँ, त्यही नै हो। अनि आजको लागि चाहिँ यति नै हो क्युएनए भिडियो। तपाईँहरूलाई के कस्तो लाग्यो होला, फेरि भोलि पर्सि फेरि बनाउने छु म एक दिन फेरि क्युएनए भिडियो।
अब 100K पुगेपछि प्लस पुगेपछि बनाउँछु म चाहिँ क्युएनए भिडियो। त्यही नै हो। अब त्यति बेला त धेरै क्वेसनहरू आएको हुनसक्छ। अहिलेको लागि चाहिँ यति नै हो। अब मेरो छिटो 5 यानि कि 5000 सब्सक्राइबर पुऱ्याइदिनु होला। 5K ल त्यही नै हो। यति धेरै माया देखाउनु भएको छ तपाईँहरूले है, एकदम धेरै धन्यवाद छ तपाईँहरूलाई, मनदेखि एकदम धेरै धन्यवाद छ। तपाईँहरूले यति धेरै माया देखाउनु भएको छ कि आजसम्म यहाँसम्म पुगिसक्यौँ कि यानि कि मान्छेहरूले पहिला म भ्लग बनाउँदाखेरि लाज लाग्थ्यो कि जम्मा 100 200 पनि सब्सक्राइबर थिएन कि, भ्युज त जम्मा 2 3 5 6 आउँथ्यो। अहिले त भ्लग बनायो भने पनि पब्लिकहरूले कतिवटा उयो तेरो सब्सक्राइबर कतिवटा तेरो भ्युज कति आउँछ भन्दाखेरि मेरो सब्सक्राइबर 4000 5000 पुग्नु लागिसक्यो, भ्युज 1 2 हजार आउँछ 3 4 हजार आउँछ भन्ने त एउटा बाटो त भएको छ नि होइन। तपाईँहरूले यति धेरै सपोर्ट गर्नुभएको छ कि मलाई यति धेरै मान्छेहरूले माया गर्छ भनेर भन्न त सक्छु नि त मैले। कोही मान्छेहरू त अब कस्तो हुन्छ भन्दाखेरि कहिलेकाहीँ आफै आफ्नो सुरुमा भ्लग बनाउँदा नि कोही मान्छे त रिस गरेर के गरेर कस्तो भनौँ न नेगेटिभ कुरा के, अब त के ठुलो युट्युबर जस्तो सोचिस् र तैँले यस्तो भ्लग बनाउँदिनको बाटोमा यहाँ यताउति भन्ने मान्छे हुन्छ के। सबै मान्छेले मलाई माया गर्छ भन्ने छैन, कतिले हेट पनि गर्नुहुन्छ होला होइन। तर त्यो आफ्नो ठाउँमा छ, हेट गर्नुहोस् नगर्नु भन्दिनँ म। तपाईँहरूलाई मनपर्छ भने हेर्नुहोस् मेरो भिडियो, मन पर्दैन नहेर्नु होइन। तर माया गर्ने मान्छेहरू छुट्टै ठाउँमा छ नि त। सबैको हेटर्स हुन्छ के, जसको पनि हेटर्स हुन्छ नै माया गर्ने मान्छे नै हुन्छ। ल त्यही नै हो। मलाई माया गर्ने मान्छेहरूले माया गरिरहनु होला सधैँभरि, म नि तपाईँहरूलाई माया गरिरहने छु सधैँभरि। हेट गर्नेहरूले गरिरहनुहोस्, केही छैन। थ्याङ्क यू हेट गरेको मान्छेहरूले पनि, किनकि तपाईँहरूले नि हेर्नुभयो भने हल्का भए नि भ्युज थाहा हुन्छ नि। त्यही नै, यस्तो कुरा नगरौँ ल। त्यही नै, ह्याप्पी तिहार सबैजनालाई। चिसो बियर तर म चाहिँ खान्न, कोक खाएँ। अनि यता चाहिँ मेरो बुढी, यसले चाहिँ बियर खायो 5वटा तिहारमा र दसैँमा 5वटा बियर खायो। गफ हान्दै यसले नि खान्न। अनि यसलाई चाहिँ मैले हिजो भर्खर किनिदिएको यो साडीमा लाउने भनेर। अनि के कति बज्यो हाँस्दियो नि त। त्यही नै हो। अनि तपाईँहरूले चाहिँ ल त्यही नै हो। अनि आजको भिडियो चाहिँ के कस्तो लाग्यो तपाईँहरूलाई है, क्युएनए भिडियो। तपाईँहरूको एकदम धेरै डिमान्ड भएर मैले बनाएको यो भिडियो चाहिँ त्यही नै हो। हस् त ल, आजको लागि यति नै हो है त। अब यो गएर एडिट गरेर अनि मैले फेरि हाल्नुपर्ने छ, भात खानुपर्ने छ। ल त्यही नै हो। हस् त, बाई बाई गरिदियो बेबी, बाई छिटो बाई गरिदिउँ न। ल त्यही नै हो। मेरो सुर्दी पनि रिसाइरहेको छ मसँग। तपाईँहरूले भन्नुहुन्छ नि यति धेरै रिसाउँछ कि के भन्नु। त्यही नै हो। ल हस् त, बाई जय नेपाल।